हेलो स्टुडेन्ट, आज फेरि पनि अर्को नयाँ भिडियो लिएर उपस्थित भएको छु र आजको यो भिडियोमा चाहिँ हाम्रो यो अहिलेको वर्षको चाहिँ तेस्रो भिडियोको रूपमा नै मैले लिएको छु। यो भिडियोमा चाहिँ मैले तेस्रो भिडियोको रूपमा चाहिँ फाइनल एकाउन्टमा म प्रवेश गरेँ। पहिलोमा जर्नल इन्ट्रीको बारेमा बुझाइसकेको छु, अनि दोस्रो भनेको हाम्रो डिभेन्चर र तेस्रो भनेको यो जर्नल यो के भन्छ फाइनल एकाउन्ट। अब यो फाइनल एकाउन्ट त हजुरलाई यो ट्रेडिसनल मेथडबाट 5 मार्क्समा क्वेसन स्योर पनि आउँछ, तर हजुरलाई धेरै चान्स भनेको ट्रेडिङ र प्रॉफिट अर लस हो अथवा प्रॉफिट अर लस र एप्रोप्रिएसन एकाउन्ट हो। अब यसको बारेमा मैले भिडियोहरू त अगाडि पनि बनाएको छु, तर पनि मैले अहिले चाहिँ मैले यो एउटा भिडियो बनाइदिइसक्छु। त्यसपछि यदि हजुरलाई जस्तो ब्यालेन्स सिटको बारेमा अनि जुन एप्रोप्रिएसन एकाउन्टको बारेमा बुझ्नु छ भने चाहिँ हजुरले कमेन्ट गर्नु होला। त्यसै अनुसार मैले चाहिँ तयारी गरेरका साथ हजुरलाई बुझाउने कोसिस भने गर्नेछु। अब यो क्वेसन हजुरले हेर्नुहोस्, मैले चाहिँ के बुझाउन खोजेको हो भने एउटा कुरा त यो फर्मेट यसरी लेखिन्छ भन्ने कुरा, अनि यो जस्तो ट्रेडिङ र प्रॉफिट अर लसमा चाहिँ यस्तो यस्तो कुरा आउँछ र अन्त्यमा मैले ब्यालेन्स सिटमा पनि के कस्ता कुरा हुन्छन् भनेर समरीको रूपमा त मैले बताउने छु। ल, अब यो क्वेसन देख्दा हजुरलाई सजिलो पनि लाग्न सक्छ कसको लागि, तर मैले त यहाँ पुरै धेरै विद्यार्थीहरू हुनुहुन्छ कि इक्जाम आइसक्यो, अब मात्र एकाउन्ट हेर्ने अथवा हिसाबहरू हेर्ने बुकहरू हेर्ने भनेको त्यस्तो स्टुडेन्टको लागि त यही फर्मेट पनि गाह्रो लाग्न सक्छ। त्यसरी चाहिँ हामीले बुझौँ अनि क्वेसन लेखौँ। हेर्नुहोस् त, अब यहाँ भनेको छ ट्रेडिङ एकाउन्ट प्रॉफिट अर लस एकाउन्ट फर द इयर एन्ड। अब यहाँ डेट दिएको छैन, इक्जाममा दियो भने हजुरले यहाँ डेट लेख्ने हो, क्वेसनमै दिएको हुन्छ। अनि यता डेबिट साइड भयो, यता क्रेडिट साइड भयो, अनि यता पार्टिकुलर्स भयो, एमाउन्ट भयो, पार्टिकुलर्स भयो, एमाउन्ट भयो। अनि अब यो भनेको डेबिट साइडमा के जान्छ, पहिला ट्रेडिङ एकाउन्टको राखिन्छ, त्यसपछि हामीले ग्रस प्रॉफिट अथवा ग्रस लस निकालेर त्यसपछि चाहिँ पिएल एकाउन्ट लेख्ने हो। यहाँसम्म क्लियर छ भने अब हामी लेख्न थालौँ। सुरुमा भनेको चाहिँ हामीलाई ओपनिङ स्टक चाहिँ 2 लाख भनेको छ। जहिले पनि क्वेसनमा ओपनिङ स्टक तल पनि दिन सक्छ, तर लेखौँ त पहिला। ल, ओपनिङ स्टक भनेर लेखेँ है त। ल, क्वेसनमा ओपनिङ स्टक बिचतिर दिएको भए तापनि हजुरले लेख्दा चाहिँ ओपनिङ स्टक सुरुमै लेख्नु होला, किनभने ओपनिङ स्टक भनेको सुरुको मौजुदात हो, त्यसलाई लगेर अन्तिममा बिचतिर राख्दा अलिकति अनुचित हुन्छ। अनि पर्चेज भनेको 17,50,000 पर्चेज देख्ने बित्तिकै हजुरले रिटर्न आउटवार्ड अथवा यहाँ पर्चेज रिटर्न हेर्नुपर्छ पहिला नै। भनेको यहाँ त्यस्तो देखिनँ मैले चाहिँ अब पर्चेजलाई सिधै लेखेँ है त। पर्चेज डेबिट हो भन्ने कुरा थाहा छ। ल, पर्चेज चाहिँ हाम्रो कति छ, 17,50,000। ल, क्लियर छ नि यहाँसम्म। अब हेरौँ, क्रमैसँग हेर्दै जाउँ। पहिला हामीले ग्रस प्रॉफिट अथवा लस के आउँछ त्यो कुरा हेरिसकेपछि बल्ल मैले चाहिँ कुन कुरा कता जान्छ भनेर बुझाइदिइहाल्छु। अब क्यारिज इनवार्ड हेर्नुहोस् त, क्वेसन हेर्नुहोस्, क्यारिज मात्र छ भने पनि ट्रेडिङको डेबिटमा जान्छ, बुझ्नुहोस् है। अनि क्यारिज इनवार्ड छ भने पनि त्यो डेबिटमै जान्छ ट्रेडिङ एकाउन्टको। तर क्यारिज आउटवार्ड भनेको छ भने त्यो बाहिरी ढुगानी हो, त्यो सेल्स गर्दा लागेको खर्च हो। त्यसैले सेल्स गर्दाको केमा जान्छ भने खर्चलाई चाहिँ हामीले ट्रेडिङ एकाउन्ट नभएर पिएल एकाउन्टको चाहिँ डेबिट साइडमा राखिन्छ। क्यारिज इनवार्ड चाहिँ 40,000 मैले लेखेँ, 40,000 छ। ल, यसलाई के भनेर नाम दियो भने क्यारिज इनवार्ड भनेर लेखियो। ल, अब अर्को हेरौँ है त। अर्को पोइन्टले चाहिँ हामीलाई के भनेको छ भने अर्को पोइन्टले हामीलाई फ्याक्ट्री एक्सपेन्सेस भनेर भनेको छ। अब फ्याक्ट्री एक्सपेन्सेस भन्ने बित्तिकै हजुरले बुझ्नुहोस् त, फ्याक्ट्री सम्बन्धी खर्चहरू जस्तो फ्याक्ट्री इन्सुरेन्स अनि फ्याक्ट्री वेजेज फ्याक्ट्री एक्सपेन्सेस भन्ला फ्याक्ट्रीसँग सम्बन्धित भनेको फ्याक्ट्रीबाट उत्पादन हुन्छ। अब बुझ्नुहोस्, मैले यही बुझाइदिइसक्छु। ट्रेडिङ एकाउन्टको डेबिटमा फ्याक्ट्री भनेको उत्पादनसँग सम्बन्धित खर्चहरू र प्रत्यक्ष खर्चहरू, प्रत्यक्ष भनेका वेजेजहरू भए भने यता उत्पादनसँग सम्बन्धित खर्च भन्ने बित्तिकै यो फ्याक्ट्रीसँग सम्बन्धित रिलेटेड कुराहरू, फ्याक्ट्रीका कुराहरू आउँछन्, किनभने फ्याक्ट्रीबाट नै उत्पादन हुने हो। अब हेर्नुहोस् त, फ्याक्ट्री एक्सपेन्सेस भनेको 4 लाख हामीले लेखौँ। ल, लेखौँ है त, फ्याक्ट्री एक्सपेन्सेस भनेर। ल, अब फ्याक्ट्री एक्सपेन्सेस भनेर 4 लाख छ है त। अब बुझ्नुहोस् है, एउटा कुरा मैले यहाँ लेख्दा एउटा कुरा के याद भयो भने मलाई जहिले पनि एडिसनल इन्फर्मेसनमा के छ त्यो कुरा हामीले माथि लगाइहाल्नु पर्यो, एउटा चिन्ह लगाइहाल्ने। किन लाउने भने त्यो ठाउँमा हल्का ग्याप छोड्ने। किन छोड्ने भने पछि हामीले त्यहाँ नमिलाई हुँदैन, जसले हामीले केर्नुपर्ने अथवा बिग्रिने अथवा हामी चाहिँ त्यही कन्फ्युज हुने हुन्छ। अब क्लोजिङ स्टकको लागि लगाइरहन परेन, तर प्रिपेड इन्सुरेन्सको लागि इन्सुरेन्स हेर्नुहोस् त, यसलाई यहाँ एउटा एडिसनल छ भन्ने चिन्ह दिनु पर्यो क्वेसनमै।
अनि ब्याड डेब्ट भन्ने बित्तिकै हजुरले अब यहाँ यस्तो ख्याल गर्नु पर्यो। ब्याड डेब्ट भन्ने बित्तिकै डेप्टरलाई ख्याल गर्नु पर्यो। डेप्टर अब यहाँ छैन, अब त्यो कसरी राख्ने मैले बताइहाल्छु, किनभने त्यो सजिलो कुरा भयो। डेप्टरको लागि त जुन पिएलको डेबिट नै हो, जुन हाम्रो यदि हामीलाई ब्यालेन्स सिट भनेको भए त्यहाँ डेप्टर हुन्थ्यो, त्यो डेप्टरबाट चाहिँ हामीले घटाउनु पर्ने हुन्थ्यो। यो कुरा पनि ख्याल गर्नु पर्यो। एडिसनल इन्फर्मेसनको कुरा जहिले पनि दुई ठाउँ जान्छ भने अब हामी प्रिपेड इन्सुरेन्स, अब हेर्नुहोस् त, प्रिपेड इन्सुरेन्स पिएलमै जाने भयो। इन्सुरेन्स भने इन्डाइरेक्ट एक्सपेन्सेस, अनि यिनी जुन अप्रत्यक्ष खर्च भने बुझिहाल्यो, भनेको उत्पादन नभएर अब प्रशासन, जस्तो हजुरलाई मल्टी स्टेप यिनी आउँछन् सजिलो हुन्छ कि, जस्तो अपरेटिङ एक्सपेन्सेसहरू जुन त्यहाँ के भन्छ प्रशासनिक खर्चहरू, अनि तिनी एडमिनिस्ट्रेसन एक्सपेन्सेसहरू, अनि सेलिङ एक्सपेन्सेस, सेलिङ एन्ड डिस्ट्रिब्युसनका कुराहरू पिएलमा जान्छन्। याद गर्नुहोस्, जहाँ चाहिँ के छन्, सेलिङका खर्च यहाँ छन्, स्यालेरी भनेको एडमिनिस्ट्रेटिभ यहाँ छन्, अनि सेल्स भनेको चाहिँ 25 लाख छ। यसलाई चाहिँ हामीले राखिहालौँ है त। सेल्स कहाँ जान्छ त मैले भनिरहन पर्दैन होला। सेल्स चाहिँ 3 लाख छ। 3 लाख सेल्स चाहिँ 3 लाख होइन है, 25 लाख रहेछ। ल 25 लाख नै लेखौँ न, 25 लाख। ल अब हेर्नुहोस् त, अरू केही छ र त्यस्तो भनेको इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट छ भनेको केही छैन। अब हामीले यसलाई क्लोजिङ गर्दा हुन्छ। तर एडिसनल इन्फर्मेसनमा राख्नुपर्ने कुरा हेर्दा क्लोजिङ स्टक जहिले पनि एडिसनल इन्फर्मेसनको क्लोजिङ स्टक जान्छ। क्लोजिङ स्टक भन्छ। क्लोजिङ स्टक चाहिँ 2 लाख क्रेडिटमा जान्छ। अनि उता चाहिँ कता जान्छ भन्ने कुरा थाहा छ, ब्यालेन्स सिट असेटमा चाहिँ जान्छ। ल अब यहाँसम्म क्लियर छ भने अब यसलाई हामीले जोड्नु पर्यो। अब यहाँ केही राख्नुपर्ने छैन भने अब हामीले जोड्नु पर्यो। अब यहाँ हजुरलाई लाग्न सक्छ यहाँ बाई लेख्न सकिन्छ, टु लेख्न सकिन्छ है त, यो सामान्य कुरा भयो। ल 2 लेख्नु होला हजुरले। ल अब हेर्नुहोस् त, अब यसलाई टोटल गरौँ। अब 25 मा 2 जोड्दा यसो हेर्ने हो भने यतैको साइड बराबर छ, क्रेडिट साइड अलिकति लङ छ। 25 2 27 मैले लेखिदिइहालेँ। अब क्यालकुलेटर चाहिँ मैले यता डेबिट साइडको हान्छु, त्यसपछि हामीलाई थाहा हुन्छ। ल हेर्ने हो भने अब जस्तो 17 यहाँ आफै पनि गर्न सकिन्छ, मैले क्यालकुलेटर नै हाने, किनभने एकाउन्टमा जतिसुकै भनेको पनि हाम्रो आँखा पनि तिर्मिन्छ। जस्तो सम्झिनु त 2 लाख प्लस 17 लाख सम्झिन सकिन्छ। 17 लाख भनेको 19 लाख भयो, प्लस 4 लाख भनेको चाहिँ कति भयो, 23 लाख भयो। अनि 40,000 माथिको 50,000 90,000 भयो, भनेको कति 23 लाख 90,000 आयो है त, 23 लाख 90,000। ल अब मेन कुरा के बुझ्नु पर्यो भने हाम्रो टोटल 27 लाख छ, जहाँ 23 लाख 90,000 चाहिँ हामीले घटाउने हो। 23 लाख 90,000 चाहिँ हामीले घटाउनु हो भनेको अब आउँछ 3 लाख 10,000। अब जति पुग्दैन, जस्तो 3 लाख 10,000 चाहिँ पुगेन, 27 लाख हो, 27 लाख हो, यहाँसम्म क्लियर छ। 17 4 21 भयो, 22 23 भयो होइन। अनि 23 पछि त्यही नै भयो, 23 लाख 90,000। अनि 27 बाट 3 लाख 10,000 चाहिँ हामीले घटाइयो भने पनि 23 लाख 90,000 आउँछ। यानि कि यो निकाल्न त आउँछ नि, टोटल निकाल्नुहोस्, अनि टोटलबाट यो यहाँदेखि माथिको घटाउनुहोस्। अब जति आउँछ त्यसलाई नै अब डेबिट साइडतर्फ थप्नु परेको छ, त्यसैले ग्रस प्रफिट लेखिन्छ है त। ल यदि क्रेडिट साइडतर्फ थप्नु परेको भए चाहिँ के लेखिन्थ्यो भने ग्रस लस लेखिन्थ्यो। अब यता डेबिटमा छ भने यता क्रेडिटमा जान्छ, यो कुरा ख्याल गर्नु पर्यो, ग्रस प्रफिट। ल अब हजुरलाई फेरि यता राखेको कारणले यता आयो भनेर हजुरले बुझ्नु भएको त छ, तर एउटा कुरा के याद गर्नु पर्यो, किन यता भयो भने जहिले प्रफिट भनेको त आम्दानी हो नि त, आम्दानी जहिले पनि क्रेडिट हुन्छ। भनेको आम्दानी रिसिभ र इन्कमहरू भन्न सकिन्छ, प्राप्तिहरू नै हाम्रो केमा जान्छ भने क्रेडिटमा जान्छ। अब हामी पिएल तर्फ प्रवेश गरेका छौँ भने डेबिटमा त एडमिनिस्ट्रेसन अगाडि मैले भनिहालेँ। ओपनिङ स्टक भेइयो, पर्चेज भेइयो, क्यारेज इनवर्ड फ्याक्ट्री, प्रिपेड इन्सुरेन्स भनेर लेखौँ है त, प्रिपेड। ल प्रिपेड इन्सुरेन्स भनेर लेखेँ। ल इन्सुरेन्स, अब मैले अगाडि पनि भने यसमा चाहिँ एडिसनल इन्फर्मेसन छ, यो 50 लाख हो। 50 लाख हो भने मैले यता बाहिर नै लेख्छु, किनभने हामीलाई एडिसनल इन्फर्मेसन छ भन्ने कुरा पहिलादेखि नै याद छ, क्लियर छ, याद छ भने। अब अर्को हेरौँ त, स्यालेरी छ। स्यालेरीमा चाहिँ हाम्रो यहाँ छैन है त, स्यालेरी यहाँ राइट मात्र लागेको, स्यालेरी चाहिँ छैन।
1,75,000 रहेछ स्यालेरी, 1,75,000। अलिकति एडिसनल इन्फर्मेसन छ भनिसकेपछि अलिकति चाहिँ हजुरले के गर्नु पर्यो, ठाउँ छोड्नु पर्यो। 1,75,000 ल यो जिरो चाहिँ होइन है, यो जिरो मिलाउनै गाह्रो हुन्छ एकाउन्टमा भन्ने कुरा हजुरलाई थाहा छ। ल स्यालेरी। ल अब अर्को हेर्नुहोस् त, स्टेसनरी हेरौँ है त। स्टेसनरी भनेको यो केसँग सम्बन्धित, यो पनि एडमिनिस्ट्रेटिभमा नै पर्छ। ल किनभने यो अफिसको खर्च हो नि त, यो कुरा बुझ्नु पर्यो। 25,000 छ, 25,000। अब यो कुरा सजिलो छ, त्यसैले अब यहाँ हेर्नुहोस् त, एउटा झुकाउनलाई क्यापिटल भनेको छ, तर हामीलाई रिक्वायरमा त ट्रेडिङ र प्रॉफिट भनेको छ भनिसकेपछि अब क्यापिटललाई नहेर्ने के। फेरि धेरैलाई त क्यापिटल दियो, अब कता राख्ने के गर्ने भनेर सुरुमा त गाह्रो लाग्छ नि, तर छैन। हामीले क्यापिटल ब्यालेन्स सिटमा राख्ने हो, तर ब्यालेन्स सिट बनाउन भनेको छैन, त्यसलाई इग्नोर गरिदिने। क्लियर छ। अब इन्ट्रेस्ट अन इन्भेस्टमेन्ट हजुरले देख्नुभयो। अब यसलाई चाहिँ यता इन्भेस्टमेन्ट भनेको त हाम्रो लगानी हो, लगानीबाट त ब्याज प्राप्त हुन्छ, प्राप्त भएका सबै के जान्छ नि त, प्रॉफिट अनि के भन्छ इन्कमहरू त सबै केमा जान्छ, यो क्रेडिटमा जान्छ। के को? पिएल एकाउन्टको 2 लाख है त। ल अब हामी यो भर्ने कुरा भ्याइयो भने अब एडिसनल इन्फर्मेसनमा जाने हो। क्लोजिङ स्टक गइसकेको छ, उता हाम्रो असेटमा जान्थ्यो। उता चाहिँ हाम्रो यो प्रिपेड इन्सुरेन्स भनेको एक्सपायर भयो भनेको छ। एक्सपायर भयो भनेको अब एक्सपायर घटाउनु पर्यो। प्रिपेड पहिला कति थियो अनि अब बाँकी चाहिँ त्यो घटाउनु पर्यो। हेर्नुहोस् त, प्रिपेड इन्सुरेन्स क्वेसन बुझ्नुहोस् त, प्रिपेड इन्सुरेन्स एक्सपायर भनेको छ, तर माथि त प्रिपेड इन्सुरेन्स छ। प्रिपेड इन्सुरेन्स भनेको इन्सुरेन्स पो हाम्रो असेट केमा जान्छ, पिएलको डेबिटमा जान्छ, तर यहाँ प्रिपेड इन्सुरेन्स छ, यानि कि अब यो जाँदैन भन्ने कुरा बुझ्नु पर्यो। यो के हो? असेट हो, किनभने प्रिपेड एडभान्स भनेको असेट हुन्। ल अब चाहिँ हामी यहाँ यसलाई चाहिँ मैले केरिसकेँ है त। ल अब चाहिँ हामीले के राख्नु पर्यो भने इन्सुरेन्स राख्नु पर्यो भनेको अब मैले बुझाउँछु, अनि बुझ्नुहोस् न। ल अब 50,000 हाम्रो सम्पत्ति छ। अब सम्पत्तिबाट 20,000 खर्चमा गयो भनेको असेटमा चाहिँ त्यसै त घटाइन्छ, तर यो भनेको खर्चमा गयो, यानि कि के खर्च? एडमिनिस्ट्रेटिभ एक्सपेन्सेसमा गयो 20,000। ल यो भयो। फेरि अर्को ब्याड डेब्ट तर्फ गइहाल्यो है त, किनभने हामीले छिटो नै यो भिडियो सकिहाल्छौँ। ल अब हेर्नुहोस् त, अब यहाँ अब सबै राख्ने कुरा त सकिसकेको छ। प्रिपेड इन्सुरेन्स एक्सपायर भन्ने कुरा पनि मैले बताइसकेँ भने अब ब्याड डेब्ट। अब जहिले पनि के बुझ्नु होला भने ब्याड डेब्ट यदि ट्रायल ब्यालेन्समा दिएको छ भने त्यो सिधै पिएल एकाउन्टको डेबिटमा राख्नु होला, यसमा समस्या छैन। तर यदि ब्याड डेब्ट चाहिँ यदि एडिसनल इन्फर्मेसनमा दिएको छ भने, यदि हजुरलाई चाहिँ ब्यालेन्स सिट पनि बनाउन भनेको छ भने असेटमा जुन डेप्टर राखिन्छ त्यो डेप्टरबाट चाहिँ ब्याड डेब्ट घटाउनु होला। तर एडिसनल इन्फर्मेसनको कुरा जहिले पनि 2 ठाउँ जाने भएको कारणले गर्दा अब अर्को ठाउँ भनेको यो 5,000 ब्याड डेब्ट भनेर चाहिँ हजुरले केमा राख्नु पर्यो भने यो जुन पिएल एकाउन्टको चाहिँ डेबिट साइडमा राख्नु पर्यो। के लेख्नु पर्यो भन्दा 2 लेख्नु पर्यो, ब्याड डेब्ट भनेर लेख्नु पर्यो। एकाउन्ट कति हो त भन्दा 5,000। ल भने अब हेरौँ त, एकपटक सर हेरौँ, यदि मिलिसकेको छ, सकिसकेको छ भने हामीले यसलाई क्याल्कुलेट गरौँला, छिटो नै भइहाल्यो। अब हेर्नुहोस् त, क्लोजिङ स्टक, प्रिपेड इन्सुरेन्स, ब्याड डेब्ट सबै राखियो, माथिको कुराहरू पनि सबै राखियो। अब राखियो भने चाहिँ हामीले के गर्नु पर्यो भने अब हामीले टोटल गर्नु पर्यो। हजुरलाई टोटल गर्न आउँछ नै, त्यो कुरा बुझ्नु पर्यो। पहिलो कुरो त टोटल गर्न एकदमै सजिलो छ। मैले यहाँ चाहिँ टोटल लेख्छु। अब यसो हामीले ख्याल गर्नु पर्यो। अब यो टोटल गर्न हजुरले जानिहाल्नुहुन्छ, त्यसैले मैले चाहिँ सिधै टोटल गरेर हजुरलाई देखाउँछु है त। हेर्न सक्नुहुन्छ मैले चाहिँ टोटल गरेँ। अब मैले हल्का बुझाउँछु, त्यसपछि भिडियो अन्त्य गरौँला। अब दुवैतिरको टोटल हेर्ने, मैले क्रेडिट साइडमा बढी देखेँ भने त्यसको टोटल लेखिहालेँ टोटलमा। अब बाँकी कति कम भयो त भन्दा यो टोटलबाट चाहिँ यो माथिको कुरालाई घटाउनु पर्यो। घटाउँदा चाहिँ हाम्रो कति आउँछ भने 5,10,000बाट यो माथिको कुरा घटाउने हो भने हाम्रो चाहिँ कति आउँछ भने 2,85,000 आउँछ। 2,85,000 आउँछ भने अब त्यो 2,85,000लाई हामीले के भनेर लेख्नु पर्यो भने टु नेट प्रॉफिट भनेर हामीले लेख्नु पर्यो। के लेख्नु पर्यो? टु नेट प्रॉफिट भनेर लेख्नु पर्यो। डेबिट साइडमा थपेको कारणले गर्दा नेट प्रॉफिट भनेर राखियो। यदि क्रेडिट साइडमा थप्नु पर्थ्यो भने त्यसलाई चाहिँ नेट लसमा भनेर राखिन्छ। यति गरिसकेपछि हाम्रो यो क्वेसनको एन्सर सल्भ भइसक्यो। अब यसलाई चाहिँ हामीले
जस्तो यता हाम्रो प्रॉफिट अर लस एप्रोप्रिएसनमा राखिन्थ्यो अनि यता चाहिँ हाम्रो डेबिट साइडतर्फ डिभिडेन्डहरू राखिन्थ्यो अनि टोटल गरेर त्यहाँबाट चाहिँ हामीले रिटेनिङ अर्निङहरू निकाल्ने गरिन्थ्यो। यो कुरा यदि हजुरले अगाडि मैले भिडियो त बनाइरहेको छु, यो भिडियोको जुन डिस्क्रिप्सनमा पनि मैले राखिदिन्छु, त्यो भिडियोहरू जुन प्लेलिस्ट नै राखिदिन्छु, त्यहाँबाट हजुरले हेर्नुहोला र अब अझै पनि आवश्यक छ भने बुझाउनु पर्ने छ भने हजुरले चाहिँ क्वेसन जुन कमेन्ट गर्न सक्नुहुन्छ र यस्तै प्रकारका भिडियोहरू त मैले अब कर्मीसँग ल्याउने भनिरहेको छु, अब ल्याउँछु। अब हजुरलाई चाहिँ कुन भिडियो आवश्यक छ छिट्टो त्यो चाहिँ कमेन्ट गर्नुपर्ने हुन्छ भन्दै यो भिडियोबाट चाहिँ म बिदा हुने भएँ। ल अन्त्यमा एउटा लाइक भने गर्नुहोस् है त। हस् त।